मलाई हरेक बर्थडेमा एउटा नयाँ कुरा सुरु गरौँ भन्ने मन पर्छ। जिन्दगी सरर चल्दै थियो, बिचमा झ्यापै बर्थडे आयो, बिहानै उठेर मन्दिरतिर गइयो। सँगसँगै पढेको, सँगसँगै बढेको, सँगसँगै हुर्केको, बढेको, चलेको, करेको, जे गरेको भए पनि यिनी दुईटा साथी हुन्। दुईटा साथीलाई लिएरै जान्छु भनेर पहिले दीपकलाई रिसिभ गरे, त्यस पछाडि आयुषलाई रिसिभ गरेर अनि हामी लाग्यो अम्बिकेश्वरी मन्दिरतर्फ। मलाई फेरि मन्दिर भनिसकेपछि यति चङ्ग हुन्छ नि मन, पुगिसकेपछि मन शान्त हुने, आनन्द हुने। कोलाई हुन्छ कमेन्ट गर्नु होला त्यस्तो हुने। हामी चाहिँ मन्दिरमा पुग्यो, त्यस पछाडि मस्तसँग दर्शन गर्यो, टिका पनि लगायो। हाम्रो अम्बिकेश्वरीको टिका चाहिँ हाम्रो कालो र रातो दुईवटा हुन्छ के यस्तो खालको। अनि पछि त्यस पछाडि यो चाहिँ आयुषको हजुरबुवाले बनाइदिएको हनुमानजी हुनुहुन्छ भनेर देखाउँदैछ नि। सबै भगवानसँग भेटघाट गरिसकेपछि लास्टमा विश्वकर्मा बाबासँग पनि भेटघाट गरेर एउटा ड्रागन फ्रुट चढाएर हामी चाहिँ लाग्यौँ यतातिर। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्रिय दाजु चेतनजङ राणा। उहाँ चाहिँ एकदमै माया गर्नुहुन्छ। आउन त आउन त आउन त प्लिज 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 भनिसकेपछि हामी चाहिँ उहाँ कपाल काट्ने ठाउँमै गएर उहाँलाई भेट्यौँ। चञ्चले गण्डकी अञ्चलेहरू फेरि यहाँ पिचकारी खेल्दैछन् एकअर्कासँग। दाइले चाहिँ मलाई साँच्चीकै सिरियस भएर एकदमै मेरो बर्थडेको विश गर्नुभयो। मलाई एकदमै जीवनको सफलताको शुभकामना पनि दिनुभयो। त्यति बेलासम्म लास्ट भोक लागिसकेको थियो। त्यो भएर हामी खाना गयौँ। खाना खाइसकेर फेरि फोर्थ इन्टरनेसनल दाङबाट फोन आयो, लौ केक काट्नु पर्यो भन्ने कुरा भयो। त्यो भएर म अफिसतर्फ लाग्यो। अफिस जाँदाखेरि बहिनीहरू पनि एकदमै एक्साइटेड भएर मलाई विश गरे। विश गरिसकेपछि मलाई पनि एकदमै खुसी लाग्यो। अनि पछि केक काटौँ भनेर यतातिर गएको। दीपक त यहाँ सिरियस भएर यहाँनिर अध्ययन गर्दै रहेछन्। के गर्दैछौ दीपक भनेको, यहाँनिर नेपाल छ, यहाँनिर अमेरिका छ, सिधा तल रहेछ, दुलो पारी उता छिर्न सकिन्छ होला कि नै भन्दै फेरि चञ्चले गण्डकी अञ्चले भने जस्तो फेरि सुरु भइहाल्यो यिनीहरू। अनि ट्याक्क धीरज दाइ आएर अङ्गालोमा बेर्नुभयो। खुसी लाग्यो, अब केक काटौँ भन्ने कुरो भयो। अनि सबैजनाले भने अनि केक खुवाउने र खाने कार्य पनि सकियो। त्यसपछि आज भबाट भाले त खुवाउनै पर्छ भन्या उनीहरूले दीपकले। फेरि हामी गयौँ भाले खानलाई। यो हो लोकल भालेको कटनिस्टी। त्यस्तै हामीले लोकल माछा पनि खायौँ। माछा पनि एकदमै टेस्टी थियो, सबै परिकारहरू टेस्टी थियो, दामी भयो। आजको बर्थडे यति नै हो। बर्थडेको दिनबाट मैले नयाँ कुरा सुरु गर्छु भनेको थियो, त्यो भनेको यो मिनी भ्लग हो। मिनी भ्लग गरियो, मजा आयो। तपाईँलाई आयो कि न एउटा कमेन्ट गर्नु। बाई बाई।